हेलो एभ्रिवान, फेरि पनि स्वागत छ तपाईँको एउटा नयाँ भिडियोमा होइन। अनि आज चाहिँ म जान लागेको छु बेरी। त्यहाँ गएर केही डिसाइड हुन्छ अब कहाँ घुम्न जाने भनेर। अनि यहाँ चलिरहेको छ हाम्रो पछाडि आज पुरै नेचरवाला भाइब। अनि त्यहाँ लेक पनि पग्लिन थालिसक्यो। अब चाहिँ यहाँबाट देखिन्छ, कसरी देखिन्छ त्यहाँ अलिअलि लेक पनि पग्लिन थालिसक्यो। अनि यता पनि सब बिस्तारै बिस्तारै अलमोस्ट कम भइसकेको छ स्नो। अनि यो चाहिँ यहाँ आएर बसिरहन्छ जतिखेर नि डन आयो। डन ए खोइ विवेक छैन नि, आउन जम छिटो, ढिलो भयो। सो यहाँ केटाहरू आइसकेका छन् है सबजना। हामी जान लागेका छौँ चिया खानलाई। यहाँ धेरै दिनपछि बाहिरको खाना नखाएको धेरै दिन भइसक्यो है, त्यही भएर। यसमा नराम्रो मान्छे नि राम्रै देखिन्छ क्या साथी। हामी तिनजना डाइटिङमा छ यहाँ। अनि हामी तिनजना डाइटिङमा छौँ। उसले एक्लै हान्दैछ फेरि। फाइदा हुन्छ नि त, पैसा तिर्नु पर्दैन धेरैको। के अरे साथी, एकछिन है, ल भन त के भन्दैछु। एउटा टिप्स हो यो, टिप्स एउटा डेलिभरी गरेर चाहिँ समस्या आउँछ। खालि एक महिनादेखि के अरे उसले भन्दै थियो, एक महिनादेखि क्यानाडा नआएर के अरे एक महिनादेखि क्यानाडामा आएर खान नपाएको हाम्रो बाबुलाई दुईवटा समोसा र चिया खाएर पेट भराइदिएको छु हामीले। होइन 15 हो यसलाई जति कुरा नखरी कसैलाई थाहा छैन साला। क्यानाडाको मलाई दिँदाखेरि मैले थाहा पाएको थिएँ कि एकजनाले मलाई भनेको थियो कि $20 दिनु। मैले दिएको थिएँ कसम भनेर म्यामले नै भन्छ त्यो आहा चाहिँ। हामी चाहिँ आफूले घुमिरहेछौँ। कहाँ घुमिरहेछौँ हामीलाई पनि थाहा छैन। यत्तिकै उसले रमाइलो। फर्स्ट लटमा पास भएन भने यु क्यान सेन्टिनल बिच। सेन्टिनियल बिच जान, सेन्टेनियल बिच जान लागेछौँ। तर बिच भन्दा नि त्यो त फ्रोजन होला होइन साथी। अहिले अस्ति हामी गएको के थियो फेरि? अनफ्रोजन भइसक्यो। त्यो फ्रोजन लेक हो कि अहिले अनफ्रोजन भइसक्यो होला। फ्रोजन लेक हो अरे, अनि अनफ्रोजन भइसक्यो। यस्तो के अहिले त गर्मी आउन थाल्यो नि त। हामी अस्ति गएको चाहिँ के थियो त्यहाँ? फ्रोजनवाला थियो नि। त्यो त टाइनी बिच थियो दोस्त। कहाँ टाइनी बिच? त्यो टाइनी बिच थियो दोस्त। इनिसियल गएको अस्ति हामी। हो त्यो इनिसियल बिच थियो त्यो। टाइनी बिच कहाँ जानु त आज नि? तर त्यही बेरीको टाइनी जाने हो। टाइनी फेरि हाम्रो सगातिर हो नि त। यिनीहरूलाई त्यही छोडिदिन्छु तपाईँ। हामी काममा हामी त्यही बस्ने होइन। टाइनी बिच दामी छ यार सनसेटको लागि चाहिँ है। हामी जाम्ला अहिले कतै घुम्न। मेरो मेरो स्वेटर र चस्मा चाहिँ म्याच छ है। ओए यो को मासाला बिचमा रोक्यो गाडी? ठोक्दैन मा रुकीको भन्दा नि यो त हन त्यस्तो हान्न मिल्दैन नि त। मेरो गाडीमा हरन हुन्थ्यो भने मलाई यो हाम्रो बेरी डाउनटाउन है। कस्तो गाडीमा हरन यो ढोका हो हाम्रो बेरी डाउनटाउनको होइन। कईटा चिट मिलाउँदा तर सिट 3टा 3 टिकट। हाम्रो जी वाला है, जी होल्डर तीनवटा टिकट पाइसकेको छ अहिलेसम्म। यही कारणले यही टिकट 3टा टिकट। स्कुल बस पनि रन हाने थियो। स्कुल बसमा त्यसमा टिकट लाग्यो। त्यो लागेर मात्र सिधै आउँथ्यो 3000 को। मेरो 2000 को इन्स्योरेन्स 3000 होला त्यो टिकट चाहिँ 3000 को। हामी छ आई लभ ब्यारी। होइन त्यहाँ लेखेको रहेछ है, मैले त्यहाँ लेखेको रहेछ भने। तर ब्यारी राम्रो छ यार अरू सिटी भन्दा। यहाँ अलिक ठिक यो चाहिँ होइन, मतलब एउटा ठिक्कको टाउन छ, टोरन्टो नि नजिक छ। हाम्रो चाहिँ फेमस सुदीपको ड्रागन। जाने हो आज नि। राइट लिएर गइदिउँ न सर्टकटमा, किन यत्रो भिड लगाउने यहाँ? जाने हो पाइमा दोस्त?
त्यो खानालाई हामी चाहिँ उबरमा बसेर आज घुम्न गइरहेका छौँ म पनि प्यासेन्जर ब्रदर वेयर आर यु फ्रम सुडान और साउथ सुडान भाइ यहाँ बाटो यो चाहिँ सेन्टेनियल बीच है अब बेरी डाउनटाउनबाट देखिने लेक खोलेन डिकी के लिन लाग्छ र डिकीबाट सो यो चाहिँ सेन्टेनियल बीच होइन यही हो हाम्रो सेन्टेनियल के अरे यहाँ चाहिँ एउटा फेमस बिल्डिङ छ यस्तो फेरि एउटा सेम बनिरहेको छ उसको म त्यसमै बस्छु त्यो टप फ्लोरको माथिमा होइन भन्न मिल्दैन तर त्यो अलि फ्युचरमा हामीले डिसाइड फ्युचरमा जहिले बसौँला विवेकले मेरो पनि भाडा तिर्दिन्छ त्यो बिल्डिङको लागि त्यही त म नयाँ बनाए म इन्जिनियर पढाइ पढ्दै हो नि त अहिले साइडको नयाँ बिल्डिङ त मैले नि बनाउने हो उसले फेरि बनायो भने त माथिको कतिखेर झर्छ थाहा पनि तर तलको बाँचेको हुन्छ हावाले पनि उडाएर लग्दिला क्या फेरि यस्तो बनाउँछ है उसले हाम्रो इन्जिनियर तर इन्जिनियर भिडियो अन गर्दा म भन्छु ओ यो एलजिबिटी कि होला भाइ जो पनि नेपालबाट मलाई चिन्छु होइन मलाई म्यासेज नगर पैसा पठाइदिनु दाइ होइन म आफै गरेको छु सो हाम्रो बेरी सिटी चाहिँ अलि हिली एरियामा छ तिनजनाले अब स्वतन्त्रबाट उठ्ने प्लान गर्दैछ अर्को वर्ष भोट चाहिँ घन्टीमा है भोट भइसक्यो हिजो उसले चाहिँ पुरै टिन तानेर आएको रहेछ है गाडीमा यहाँ अगाडिबाट देखिन्छ तर पछाडिबाट केही देखिनु भित्र अनि यहाँ पछाडिको झन् पुरै यिनीहरूले चाहिँ ग्रोसरी लिँदैछ यहाँ हामी 4 जना आछौँ है अनि यहाँ एकजनाको ग्रोसरी किन्न हामी 4 जना आछौँ त्यो पनि बिना कार्डको हातमा बोकेर हिँड्दैन केटा फ्रीमा आउँछ क्या हामीलाई मतलब त्यो प्लेनको टिकट भनौँ न त्यसमा फेक भनिदिउँ न के थाहा त्यसलाई यो हाम्रो $2 है यो हाम्रो यस्तो पैसा भयो भने प्लेनको टिकट 19